नमस्कार। नेपालको राजनीतिमा एउटा ठूलै तरङ्ग आएको छ है। हो त। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियारले भ्रष्टाचार मुद्दा नै दायर गरेछ। यो निकै ठूलो खबर हो। सायद पहिलो पटक होला है बहालवाला नरहेका प्रधानमन्त्रीमाथि यस्तो खालको कदम चालिएको। हो, मेरो विचारमा पनि यो पहिलो नै हो, कम्तीमा यति ठूलो प्रोफाइलमा। आज हामी यसमै अनि कुरा गरौँ न। हामीले पाएको खबर र विश्लेषणहरू हेर्दाखेरि यो के हो त? साँच्चै सुशासनतिर जान खोजेको हो कि कतै राजनीतिक प्रतिशोधको गन्ध छ? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। हाम्रो लक्ष्य चाहिँ के हो भने यो मुद्दाको पृष्ठभूमि, यसमा आएका पक्ष विपक्षका तर्कहरू, अनि यसले खै हाम्रो राजनीतिमा संवैधानिक निकायहरूमा कस्तो असर पार्ला भन्ने बारे अलि स्पष्ट हुने कोसिस गरौँ। हुन्छ। ल सुरु गरौँ। पूर्व प्रधानमन्त्री नै अनुसन्धानको घेरामा पर्नु यो आफैमा सामान्य कुरा त पक्कै होइन। हो, बिल्कुल होइन। झन् यो प्रकरण किन पनि अलि पेचिलो छ भने नि, मन्त्री परिषदले गरेको सामूहिक नीतिगत निर्णयमाथि नै अख्तियारले प्रश्न उठाएको देखिन्छ। नीतिगत निर्णयमा? हो, सामान्यतया त कार्यकारिणीको नीतिगत निर्णय न्यायिक वा यस्तो अर्धन्यायिक निकायको छानबिनभन्दा बाहिर हुन्छ भनिन्छ नि। शक्ति पृथकीकरणको कुरा पनि आउँछ। तर त्यो नीतिगत निर्णयको खोल ओढेर भ्रष्टाचार भयो भने के गर्ने भन्ने बहस त छँदैछ नि, होइन र? छ त्यो बहस त ज्यूका त्यौं छ, र यसबारे प्रश्न पार्ने कानून पनि संसदमा विचाराधीन अवस्थामा छ। यसले गर्दा यो मुद्दा कानूनी रूपमा निकै संवेदनशील बनेको छ। ल, घटनाको खास चुरो चाहिँ के हो त? अख्तियारले के आधारमा मुद्दा चलायो? अख्तियारले पूर्व प्रधानमन्त्री नेपालको 2066 सालको कार्यकालमा भएको मन्त्री परिषदको एउटा निर्णयलाई आधार बनाएको देखिन्छ। उहाँसहित 93 जना प्रतिवादी छन्। 93 जना? निकै धेरै रहेछन् त। अनि नेपालसँग बिगो माग कति छ? उहाँसँग त झण्डै 18 करोड 58 लाख रुपियाँ बिगो माग गरिएको छ। बापरे, 18 करोड 58 लाख, यो त निकै ठूलो रकम भयो। हो, रकम र आरोपित व्यक्तिको पद दुवैले यो मुद्दालाई गम्भीर बनाएको छ। तर मैले अघि भने नि, यो मुद्दाको भविष्य धेरै हदसम्म अदालतले नीतिगत निर्णयलाई कसरी हेर्छ अनि त्यसमा अख्तियारको क्षेत्राधिकार कति हो भनेर कसरी व्याख्या गर्छ भन्नेमा भर पर्छ। मतलब त्यो साँच्चै नीतिगत निर्णय थियो कि निर्णय प्रक्रियामै गडबडी वा भ्रष्टाचार भएको थियो भन्ने कुरा छुट्याउनु पर्यो। ठ्याक्कै। मुख्य कानूनी प्रश्न नै यही बन्ने देखिन्छ। अहिले बजारमा अब सामाजिक सञ्जालतिर हेर्दा त दुई खालको प्रतिक्रिया छ नि। एकातिर धेरैले वाह बल्ल ठुलालाई पनि कानून लाग्यो, भ्रष्टाचार विरुद्ध राम्रो कदम भयो भन्नेहरू छन्। त्यो पाटो छँदैछ। यसलाई भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयन गर्ने दिशामा एक साहसिक कदम मान्नेहरू धेरै छन्। ठूला पदमा बसेकाहरू पनि कानूनभन्दा माथि हुँदैनन् भन्ने सन्देश गयो भन्ने उनीहरूको तर्क छ। त्यो त हो। यदि साँच्चै प्रमाण पुगेर कारवाही भयो भने त राम्रै हो नि, होइन? हो, यदि यो मुद्दा तथ्य र प्रमाणमा आधारित हो र अदालतबाट पनि प्रमाणित भयो भने यसले सार्वजनिक पद धारण गर्नेलाई जवाफदेही बनाउन एउटा बलियो नजिर स्थापित गर्न सक्छ। अनि सरकारी निर्णयहरू गर्दा अलि होशियार पनि हुन्छन् होला नि? पक्कै पनि। पारदर्शिता र होशियारी अपनाउन दबाव सिर्जना गर्छ। सुशासनका लागि यो सकारात्मक पक्ष हो। तर फेरि अर्को पाटो पनि छ। माधव नेपाल आफैले उहाँको पार्टी नेकपा एकीकृत समाजवादीले त ठाडै यो राजनीतिक प्रतिशोध हो, षड्यन्त्र हो भन्नेको छ नि। उनीहरूको प्रतिक्रिया निकै कडा छ। उनीहरूले त राजनीतिक र कानूनी दुवै तरिकाले प्रतिवाद गर्ने घोषणा नै गरेका छन्। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले त सरकारको छाया अख्तियारमा परेको जस्तो मतलब निकै गम्भीर आरोप लगाउनु भएको छ। हो, त्यो आरोपलाई बल पुर्याउने खालका केही परिस्थितिजन्य आधारहरू पनि देखाउने प्रयास भएको छ। जस्तो नेपालको पार्टी र अहिलेको सत्ता गठबन्धन बीचको खै राजनीतिक सम्बन्ध कस्तो छ भन्ने कुरा, अनि विगतमा पनि यस्ता निकायहरू राजनीतिक पूर्वाग्रहका आधारमा प्रयोग भए कि भन्ने आशंका, मुद्दा चलाइएको टाइमिङको कुरा पनि उठाएका छन् कतिले। समयको कुरा पनि हो। यी कुराहरूले गर्दा प्रतिशोधकै कोणबाट हेर्ने ठाउँ पनि बनेको छ। स्वयं नेपालले आफ्नो बयानमा पनि सम्बन्धित मन्त्री र मुख्य सचिवले नै प्रक्रिया पुर्याएर ल्याएको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन मात्र गरेको हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ। अनि अर्को एउटा कुरा, माधव नेपालको सार्वजनिक छवि पनि अलि फरक छ नि त।
उहाँलाई प्राय विधि र पद्धति मान्ने अलि सरल जीवनशैली भएको नेता भनेर चिनिन्छ। त्यसले पनि यो बहसमा केही फरक पार्छ कि? पार्छ। व्यक्तिको छविले सार्वजनिक धारणामा अवश्य प्रभाव पार्छ, तर यहाँ त्यो भन्दा पनि महत्त्वपूर्ण प्रश्न के हो भने अख्तियार जस्तो संवैधानिक निकायको निष्पक्षता र विश्वसनीयताको हो। त्यो त एकदमै महत्त्वपूर्ण कुरा भयो। यदि यो कदम पूर्णतः तथ्य र प्रमाणमा आधारित छ भने यसले अख्तियारको साख बढाउँछ, सुशासनलाई बलियो बनाउँछ। तर यदि यसमा कतै राजनीतिक प्रभाव देखियो र भोलि अदालतमा मुद्दा कमजोर साबित भयो भने के हुन्छ? त्यसो भयो भने त अख्तियारकै विश्वसनीयतामाथि प्रश्न उठ्छ नि, होइन? ठेक्कै। अख्तियारको साखमा गम्भीर क्षति पुग्न सक्छ। अनि यस्तो भयो भने भविष्यमा साँच्चै भ्रष्टाचार भएका मुद्दाहरूमा पनि शङ्काले हेर्ने अवस्था हुन सक्छ। यो निकै ठूलो जोखिम हो। भनेपछि यो प्रकरणले हामीलाई एउटा दोधारमा छोडेको जस्तो भयो। एकातिर भ्रष्टाचार नियन्त्रण होस्, ठूलालाई पनि नछोडियोस् भन्ने जनचाहना छ। एकदम तीव्र छ त्यो चाहना। अर्कोतिर यही चाहनाको आडमा कतै संवैधानिक निकायहरू नै राजनीतिक खेलको हतियार त बनिरहेका छैनन् भन्ने डर पनि उत्तिकै छ। सही भन्नुभयो। त्यो डर पनि वास्तविक छ। त्यसैले अब सबैको ध्यान निष्पक्ष छानबिन र स्वतन्त्र न्यायपालिकातिर जानुपर्छ। हो, अब अदालतले के भन्छ भन्ने नै मुख्य भयो। यो मुद्दाको न्यायिक निरूपणले नै अन्ततः यो सुशासनको प्रयास थियो कि राजनीतिक प्रतिशोध भन्ने कुराको फैसला गर्ला। यसले नेपालमा विधिको शासन र राजनीतिक संस्कृतिको भविष्य कता जान्छ भन्ने पनि देखाउन सक्छ। आजको छलफललाई यही रोकौं। जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। भविष्यमा यो मुद्दाबारे थप तथ्यहरू खुल्दै जाँदा यसलाई इतिहासले कसरी सम्झला? सुशासनको कोशेढुङ्गा भनेर कि प्रतिशोधको नमिठो उदाहरण भनेर? अनि यो प्रकरणले संवैधानिक निकायहरूको स्वतन्त्रता, उनीहरूको व्यावसायिकता र राजनीतिक दबाव बीचको त्यो नाजुक सन्तुलनलाई कसरी उजागर गरेको छ भन्ने बारे पनि सोच्न लगाउँछ। हो, यो सोच्नै पर्ने विषय हो। आजलाई यति नै। फेरि भेटौँला। नमस्कार।